अहिले चाहिँ इमिग्रेसनमा भिजिट भिसा प्रकरणमा जे देखियो त्यसको बारेमा पनि हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई पनि एउटा परिणाममा पुर्याउने हाम्रो कोसिस भइराखेको छ। आज उनीहरूले जबरजस्ती गर्न खोजेका थिए, तर हामीले छानबिन गर्ने कुरालाई मुख्य हो र छानबिन प्रक्रियामा सरकारको भनाइ के छ भन्ने कुरा राखिसकेपछि अब अहिले सबै डिटेल त मैले थाहा पाएको छैन। आज पनि सदन स्थगित भयो। त्यहाँ पनि हाम्रो लडाईँ जारी छ। यता राजावादीहरूसँगको तपाईहरुले देखिराख्नु भएको छ। चैत्र 14 देखि हामी लगातार जहाँ गएका छौं उनीहरूको षड्यन्त्र सफल हुनेवाला छैन। त्यसका विरुद्ध हामीले आफ्नो ठाउँबाट आक्रामक ढंगले प्रस्तुत भएका छौं र हामी अहिले शान्तिपूर्ण संघर्षको कालमा छौं। तर राजावादी वितण्डा अस्ति जसरी देखियो चैत्र 15 गते उनीहरूले गरेको हत्या, हिंसा, आगजनी, तोडफोड यो सबैको बारेमा हामीले अहिले युवाहरूलाई, विद्यार्थीहरूलाई, हाम्रा सबै संगठनलाई भनेका छौं। हाम्रो आन्दोलन त अब शान्तिपूर्ण छ। अहिले हामीले हतियारबद्ध त होइन। तर यदि राजावादीहरूले निरङ्कुशतातिर फर्कने दुस्साहस गर्छन् र उनीहरू हामीमाथि आक्रमणमा आउँछन् भने ईंटको जवाब पत्थरले दिने गरी तयारी गर्नुस्। सबैतिर गाउँ गाउँमा टोल टोलमा उनीहरूले चाहिँ कुतर्क गर्छन् भने त्यो कुतर्कको जवाब हामीले सही तर्कद्वारा इतिहासमा 250 वर्षसम्म राजा महाराजाले गरेका कुकृत्यहरू, उनीहरूले गरेका बलात्कार, हत्याका चाहिँ विभीषिकाहरू यो सबैको पर्दाफास गरिदिनु पर्यो। नमिता सुनिता हत्याकाण्ड कसले गरेको? बलात्कार गरेर सेती नदीमा फाल्ने को हुन्? त्यही दरबारिया होइनन्? तपाई कोत पर्व, भण्डार पर्व, नारायणीटी हत्याकाण्ड कसले गरेको जनतालाई थाहा छैन? त्यो कुरा भनिदिनु पर्यो। फेरि एकचोटि सम्झाउनु पर्यो। एउटा कुरा के भयो भने भर्खर 63-64 जन्मेका युवाहरूलाई यो सबै कथा थाहा छैन। कति अत्याचार थियो। नेवारहरूले सामान्य आफ्नो पहिचान, आफ्नो भाषाको मान्यता, आफ्नो सम्बन्धको मान्यता खोज्दा कति यातना सहनु पर्यो वर्षौंदेखि, कति जेलनेल खप्नु पर्यो भन्ने कुरा नयाँ युवाहरूलाई तपाईहरुले बताइदिनु पर्नेछ। तामाङहरू या उत्पीडित जाति समुदायले सामान्य अधिकारको निम्ति कति ठूलो यातना भोग्नु परेको थियो त्यो कुरा बताइदिनु पर्यो। हिजो चाहिँ भौतिक पूर्वाधार कति थियो राजतन्त्र कालमा, अहिले कति प्रगति भयो। हिजो विद्युतीकरण कति थियो राजाको पालामा, अहिले कहाँ पुग्यो? क्रान्तिकारी परिवर्तन भएको कुरा भन्न पर्यो। सबै कुरा तथ्याङ्क सहित भनेर भण्डाफोर गर्न पर्यो। त्यसो गर्दा उनीहरू ढुङ्गामुढा गर्न खोज्छन् भने हामी पनि दही जमाएर बस्ने कुरा आउँदैन, भिड्ने नै कुरा हुन्छ। तपाईहरु तयार हुनु होला। मैले भनेको छु, हामी जाइ लाग्ने चाहिँ होइन, हामी नै आक्रमण गर्न जाने होइन। यदि हामीले तर्क गर्दा उनीहरू साच्चै गुण्डागर्दीमा उत्रिन्छन् भने गुण्डागर्दीको जवाफ दिने अधिकार जनतालाई छ। त्यहाँ जनताले त्यो अधिकार प्रयोग गर्न पाउँछन्। मैले यो कुरा पनि तपाईहरुलाई विशेष रूपले भन्न चाहन्छु, किनभने म अहिले जहाँ हामीले राजावादी वंशवाद, निरङ्कुशतावाद, वाह्यात यो हुनै नसक्ने कुरा को अहिले कुतर्क गर्दै हिँडेका छन्। तिनलाई पैसा कसले दिएको छ? तिनको पक्षमा प्रचार कहाँ छ? तपाई नेपाली मिडिया हेर्नु भने त्यति देख्नुहुन्न। अन्तर्राष्ट्रिय मिडिया यसो दायाँ बायाँतिर हेर्नुभयो भने मानव राजा त आइ नै हाल्यो, हिन्द राज्य भइहाल्यो जस्तो त अर्काले पो गरेका छन्। यो नेपाली जनताले हामीले नदेखेका कुरा हो र यो हामीले देखिरहेका छौं नि कसले चाहिँ बोक्या छ भन्ने कुरा। त्यसकारण हामी डराउन पर्ने कुनै कारण छैन। जागिसकेको जनता जागि नै सकेको छ। हामीले त्यो कुरालाई पनि ध्यान दिनुपर्छ। अहिले मैले अस्ति चाहिँ भने नुवाकोट गयौं, हामी एउटा कार्यक्रम गर्यौं। एउटा मान्छे, म प्रमुख अतिथिको हैसियतले अन्तिम भाषण गर्न यसरी नै बसेको छु, बीचबाट जुरुक्क उठेर त एउटा प्रश्न म अब कहाँको प्रश्न? मैले भने पत्रकार सम्मेलनमा आउनुपर्छ प्रश्न गर्नु। तर पछि बुझ्दाखेरि चाहिँ त्यो राजावादीहरूले पठाएको मान्छे रहेछ भन्ने बुझियो। यही वाइसिएलको सम्मेलनमा सेम त्यस्तै म भित्र जाँदा साथीहरूले भिड गरेर स्वागत गर्नु भयो यहाँ गरे जस्तै। एउटा मान्छे पछि आएछ, प्रश्न एउटा। अब त्यत्रो भिडभाडमा के को प्रश्न हुन्छ नि समय। अब पछि चाहिँ बुझ्दाखेरि त त्यो पनि राजावादी नै रहेछ भन्दाखेरि यो नियोजित ढंगले हाम्रा कार्यक्रम भान्ने षड्यन्त्र छ। हामी सबै हाइली अलर्ट हुनुपर्ने पनि छ है कमरेडहरु।
सबै ठाउँमा कार्यक्रम गर्दा पुरा एलर्ट भएर गर्नु होला र जरुरी पर्ने ठाउँमा प्रतिवाद गर्न हामी पछि हट्न हुँदैन। उनीहरूले त्यही खोज्छन् भने, तर उनीहरू कुनै हालतमा सफल हुँदैनन्, यो देशमा सफल हुन दिइँदैन। जरुरी पर्यो भने हामीले भनेका छौँ यो अभियान यी सबै मोर्चा, जाति, क्षेत्र, समुदायलाई पुनर्जागृत गर्ने हाम्रो अभियान जरुरी पर्दा देशमा शक्तिशाली आन्दोलन सृष्टि गरेर समाजवादतिर जाने तयारी हो भन्ने बुझ्नु होला कमरेडहरू। एउटा ठुलो तयारी हामी गर्दैछौँ। हाम्रो उद्देश्य समाजवाद नै हो। समाजवाद नआउँदासम्म हामीले जनताको वास्तविक मुक्ति गराउन सकिँदैन। कारण समाजवादको यात्रामा अगाडि जाने कुरा हो। तपाईहरुले देख्नु भएको छ यो बीचमा हामीले मिल्न सक्ने जति पार्टीहरूलाई मिलाउन कोसिस गरेका छौँ। हामीले चैत्र 14 पनि समाजवादी 15 पनि समाजवादी मोर्चाको तर्फबाट गर्यौं। अब लगानी कसो कति थियो त तपाईहरुले देखिराख्नु भएको थियो, मान्छे कति थिए भन्ने। जे भए पनि हामीले एकताबद्ध गर्ने कोसिस गर्यौं। केही साथीहरू, केही मानिसहरू, कर्मचारीहरू र केही अरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिराखेको छानबिन र तत्सम्बन्धमा उठेका प्रश्नहरूका बारेमा साथीले जिज्ञासा राख्नुभयो। अब यो जिज्ञासा, यो प्रश्न यो समितिका मात्रै साथीहरूलाई भएको भए म यही जवाब दिएर जान्थे। यो मलाई लाग्छ सदनमा अरू साथीहरूलाई पनि यो प्रश्न जिज्ञासा भएको हुनाले मेरो करबद्ध प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ। यो सबै उठेका प्रश्नको एकैचोटि जवाब दियो भने अरू साथीहरूको पनि चित्त बुझ्ला। धन्यवाद जय नेपाल। संसद अवरुद्ध छ हैन। संसद अवरुद्ध भएको कारण चाहिँ दुईटा माग चाहिँ उठाइरहेछ प्रतिपक्षहरूले। यहाँ सबैलाई थाहा छ। एउटा चाहिँ गृहमन्त्रीको राजीनामाको माग छ, अर्को छानबिन समिति गठन होस् भन्ने माग छ। हाम्रो चाहिँ कुरा के छ भने गृहमन्त्रीले उत्तर दिएपछि उठेको प्रश्नको उत्तर दिएपछि पुग्छ। किन गृहमन्त्रीको विरुद्धमा सब ठोस प्रमाण सहितको केही जस्तो छानबिन चाहिँ प्रक्रिया पनि नबनेको, छानबिन बनेर चाहिँ गृहमन्त्रीको चाहिँ बारेमा चाहिँ छानबिन गर्ने प्रक्रिया पनि नबनेको हुनाले अब यो चाहिँ जुन आग्रहको आधारमा चाहिँ गृहमन्त्रीको राजीनामा माग गरिरहेछ यो चाहिँ उचित होइन। त्यसकारणले चाहिँ गृहमन्त्रीले संसदमा उभिएर चाहिँ प्रतिपक्षले उठाएका मागहरूको बारेमा आफ्नो चाहिँ प्रतिवेदन दिने, वक्तव्य जारी गर्ने, वक्तव्य दिने। त्यसपछि संसद खोल्नुपर्छ किनभने हामी पछि पास गर्नु छ भनेर भनिरहेछौँ। छलफल भइरहेछ। अस्ति 3 ठुला दलका नेताजीहरूको बिचमा पनि यो खालको छलफल भएको छ। सम्भवतः आज भोलि यो चाहिँ समस्याको समाधान हुन्छ भन्ने विश्वास छ।